खानेकुरालाई तिमीले डोजरले उचालेर ट्रकमा हालेको? यो के हो? यो थाहा छ तिमीलाई? के हो यो? भुटेको गहुँ। भुटेको गहुँ खान ल्याएको अनि तिमीले यस्तो गर्ने? अनि आज तिमी घरमा के गर्दैछौ? खेलिरहेको छौ? वेलकम माई नेक्स्ट भ्लग भन। एभ्रिवान एभ्रिवान नमस्ते सबैजनालाई भन्नु। सबैजना सन्चै हुनुहुन्छ? म आफै भन्छु के म सबैजनालाई सन्चै हुन्छ। अनि सबैजनाले आई लभ यु। अब यो बाँची फुटमा फोन गरी आउँछु। सबैजना आई लभ यु। म भोलि बस्छु आउँछु फोटोमा। बाई बाई। अब भयो? ओ माय गॉड। अनि यो खानेकुरा तिमीले यसरी खेलाउने हो त? अनि खै हामी खान्छौँ। फर्स्ट हुन्छ है। म फर्स्ट हुन लागिसक्यो। बेबी फर्स्ट हुन लागिसक्यो? अनि तिम्रो जाउलो खाने टाइम भयो त? आऊ न खाऊँ। के खान लाग्यो बाबु तिमी? के खान सबैजना नमस्ते। म भोलि बासी फुटमा आउँछु है। हेर्नु है मलाई। हेर्नु है मलाई फुटमा। म भोलि बासी आउँछु। अनि के छ सबैजनाको हालखबर? सन्चै हुनुहुन्छ होला? म त सन्चै छु भन। सन्चै हुनुहुन्छ? म त सन्चै छु। अब म खान्छु है जाउलो भन। अब म खान्छु है जाउलो। तपाईहरुले माम खानुभयो? सबैहरुले माम खानुभयो? यो पोलेछ। पोलेछ? यो छ यो। रियाजलाई के मन पर्छ? यो मन पर्दैन। यो मात्रै मन पर्छ। अनि बेबीको नाम के हो नि? मम्मी। हजुर। खै गर। के गरेर दुखेको? यो छ यो। गहुँ खाएर? यो दाउ छ यो। अब नखाउ ल। के खाना हुन्छ रे? के खाना हुन्न रे? बोटे त दाम छैन। मम्मी। हजुर। बोटे त दाम छैन। कसले बनाएको जाउल? बोटे त दाम छैन है। र बिस्तारै खाऊ, तातो छ। मिठो छ? एकचोटि खान्छ। अब के भन्नु? मम्मी। हजुर। नानी बस्छ के? हो? अनि फेरि दुख्छ मेरो जिब्रो। जिब्रो दुख्छ? जिब्रोलाई इङ्ग्लिसमा के भन्ने? टङ। टङ भन्ने? यस्तो जाने हो के? ए ल। गुड बच्चा। गर न। अनि चोक्दैन। गरिरहेको छु त। बेबीलाई के मन पर्छ? मामी पनि देख्न जाऊ न। बोटे पनि देख्न जाऊ न। भिडियोमा देखेको थिएँ नि। आज पनि पानी पर्न लाग्यो है बेबी? भन न के गर्नु लाग्यो आज? ब्याडमा चाहिँ भन्ने टिभी हेरेर भन्ने मलाई त तिमीलाई मात्रै के हुन्छ?
मलाई त के हुन्न हो ए तिमी अनि बेबीको नाम के हो रे यस मकै यो त तपाईँ त यस्तै बस्छ हो बेबीको कपाल कहिले काट्ने 1 वर्ष अब 1 वर्ष 3 वर्ष 3 वर्ष होइन अब 1 वर्ष ल अब ल्याउ न छिटो यस्तो बस्न आज पनि पानी पर्न ला है यस्तो टाढा जाऊ न मलाई रियाजको जाउलो कस्तो छ राम्रो छ कि मिठो छ कहाँ उठेको के फेरि जाउलो खाँदा खाँदै अनि आलु छ त आलु आलु बिल्लो बेबीको जाउलोमा के छ भन्दै आलु छ अनि खुर्सानी छ खुर्सानी त हाल्दैन है मम्मीले बेबीले पिरो हुन्छ डाब्लु छ चामल छ आलु छ त्यसपछि दाल छ दाल छ 3 थरी त्यसपछि मसला छ घिउ छ अब भोलि चाहिँ फर्सीसँग खानुपर्छ ओके बेबी कहिले स्कुल जाने लु भन तिम्रो भ्याकेसन सक्यो कि सकेन आज स्याटरडे अब आज तिम्रो बिदा सकिन्छ भोलि स्कुल जाने हो खै बोलेको गफ गर न ल छिटो छिटो खै गफ गरेको तिमी तिम्रो नाम के हो रियाज मकै ल ल हो आज तिमीलाई बोल्न मन छैन हो बोल्नु मन छ अनि किन नबोलेको त यस्तो टाढा जाऊ न अनि बोल्सके त्यस्तो गर्न हुन्न नि त त्यसलाई नानामा लाग्यो कहाँ भन्नु त हातमा यता लाग्यो के यता पछाडि पुस्दिसक्यो मम्मीले ल के खाएको मुखमा छिटो खाऊ न छिटो गहुँ खाएको छिटो चपाएर निल नि त अब जाउ छिराइसक्यो जाउलो सेलाइसक्यो गहुँ सेलाइसक्यो गहुँ मिठो कि जाउलो मिठो जाउलो बिचु ए दुईटै मिठो हो यो अनि मिठो हुन्छ मिठाई हुन्न मिठाई खान हुन्न है मिठाई खायो भने के हुन्छ बेबी खोकी लाग्छ यहाँ चाउको भोलि चाचो आउँछ जोलो आउँछ यहाँ भोलि सिंगाउन आउँछ अनि यहाँ भोलि चिकन यहाँ साँच्चिन्छ मामेको ठाउँमा अनि यहाँ ठाउँ हुन्छ पोले ठुलो त्यही भएर मिठाई खान हुन्न जाउलो मात्रै खानुपर्छ भात दुध अन्डा खानुपर्छ तिमी घुम्न जाने कि होइन त ए आज कस्तो अँध्यारो भएको है पानी परेर लाउ न के खाएको फेरि
फेरि गहुँ हालेको मुखमा उम्, चाउलो खाँदा खाँदा बिचमा त्यसरी गहुँ नहाल न मुखमा आज कोसँग जाने हो घुम्न बोजैसँग हो मम्मी यो आयो ल म अहिले लगाइदिन्छु नि आयो हिजो बेबी कहाँ घुम्न गएको रे हिजो बाबु कहाँ घुम्न गएको रे भन न बिर्स्यो म लगाइदिन्छु क्या रिमोट उता पर छ के आया सरी इट्स ओके अब त्यस्तो म टेक्दिनँ मम्मीलाई भन न सरी अब म छुट्टामा टेक्दैन इट्स ओके पर्दैन जी गर्न जिलो भयो भाइ भाग्यमा नि ठुली ठुली आगी चिजा छ नि छुट्टामा आगी हो यसरी चिजा ढोक्नु हो नि हो छुट्टामा मम्मीलाई टेक्यो भने खुट्टामा जी गर्नुपर्छ है फिनिस्ड भयो ल अब लास्ट हो बाबुले चाउलो फिनिस्ड गर्यो Everyone, say goodbye, everyone. I love you so much. बाई बाई म फुलेपछि फुटमा आउँछ है पानी मलाई माया गरिदिनुहोस् भन यो पनि खाने हो नि ए त्यो गहुँ पनि खाने हो यो यस्तो भयो तिमीले खाइदेऊ न गहुँ केमा हालेको बाबुले ट्रकमा रियासले गहुँ यो के हो ट्रकमा यो हालेको के छ हो ट्रकमा यो के हो कुन यो गहुँको यो त उस हो यो खानुहुन्न यो अड्किन्छ चप्पाएर निल्नुपर्छ नि फेरि त्यसरी खानुहुन्न नि मम्मी तिमीले खानै जान्दैन यो मम्मी। खानुहुन्न बेबीले मम्मी हजुर त्यो खायो भने टाउकोमा टाँसिन्छ अनि खाने हो के ए टङमा टाँसिन्छ अनि खाने हो ओके दुख्न आयो मम्मी हजुर यस्तो जरा 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 यस्तो गर्नुहोस् भन न यस्तो छान्नुहोस् दुध ओके 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 बाई र जानुहोस् अब सोफामा बसेर हेर्नुहोस् यसलाई फेरि थालमा खनाएर अनि थालले डोजरले तान्नुहोस् है बाई बाई सबैजनालाई भन ओके ठिक छ न उतापट्टि फर्क्यो नि त यस्तो क्या चल्यो आफै टाइटो भएपछि यस्तो उता फर्काएर गर्नुपर्छ क्या यसरी भयो अब यो निमित्त चाहिँदैन हो यस्तो गएपछि हो यस्तो यस्तो गएपछि टार्छ हो न आकाश के भन्छ न आकाश माथि हुन्छ ल जानुहोस् अब डोजर लिएर जानु बाई बाई गर ल हाइट हेर न साइड जति पानी छ बाई बाई गर्नुहोस् न बाई बाई गर्नुहोस् न बाई बाई गर्नुहोस् न बेबी बाई बाबु खाऊ न के खाएको खान मन लागेन अन्डा मेरो रियान्सले
अन्डा खाँदैछन् साथसाथै ब्रेड त्यसपछि कोदोको घिउमा हालेको रोटी मिठो छ बेबी मिठो छ वाव यो मम्मीको पिरो अचार नखानुस् मम्मीको मैले खाएको छैन बेबी कति बेला त्यसै खाएको नभनस् ब्याड बोय भएको बेबीको अन्डा मम्मीले कसरी खान्छ नक्कले मैले खाएको पनि छैन हराएको पनि छैन जतिको तति छ होइन भन्छु मैले त यी कोदोको रोटी खाइरहेको छु अचारसँग थाहा छैन